नमस्कार साथीहरू, स्वागत छ तपाईलाई यस शैक्षिक यात्रामा। आज परेको विजयादशमीको अवसरमा म सबै दिदीबहिनी भाइ-बहिनीहरूलाई चाहिँ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस विजयादशमीलाई देवी दुर्गाले असत्यमाथि विजय प्राप्त गरेको भन्ने प्रतीकका रूपमा हरेक वर्ष मनाउँदै आइगरिएको छ। यस महान चाडपर्व दशैंले सबैको परिवारमा खुसी उमङ्ग ल्याउने गर्दछ। सबै परिवारमा रमझम भेट्ने अवसर चाहिँ यसले चाहिँ जुटाएको छ साथीहरू। यसले गर्दा हामीले चाहिँ ठुला ज्येष्ठ गुरुवा आमाबाट अथवा चाहिँ ज्येष्ठ वर्गबाट चाहिँ हामीले चाहिँ टीका ग्रहण गरेर अथवा चाहिँ आशीर्वाद लिएर चाहिँ मनाउँदै आइगरिएको छ यस महान चाडपर्व दशैंलाई। यस दुःखद अवसरमा सबै परिवार, समाज र देशमा पनि खुसी उमङ्ग छाएको मानिन्छ। यसले धर्म र संस्कृतिलाई पनि जोगाउँदै आइगरेको छ। यस महान चाडपर्व दशैंको अवसरमा मैले यस भिडियोमा पनि सानो आफ्नो चाहिँ परिवार समाज टोलमा चाहिँ लिएको केही तस्बिर, केही झलकहरू चाहिँ म यस भिडियो मार्फत देखाउन गइरहेको छु। तपाईलाई यस भिडियो अथवा चाहिँ यस तस्बिरमा चाहिँ कस्तो लाग्छ त्यसलाई चाहिँ प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै आज हामी कुरा गर्दैछौँ नेपालको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड विजयादशमी अर्थात् दशैंबारे। दशैं केवल चाड मात्र होइन, यो हाम्रो संस्कृतिको पहिचान, परिवारको एकता र हर्ष खुसी बाँड्ने विशेष अवसर पनि हो। खास दशैं भनेको के हो त? दशैंलाई विजयादशमी पनि भनिन्छ। हिन्दू धर्म अनुसार देवी दुर्गाले असुरमाथि विजय हासिल गरेको दिन सम्झन यो पर्व मनाइन्छ। यसले असत्यमाथि सत्य र अन्यायमाथि न्याय र अन्धकारमाथि प्रकाशको विजयलाई जनाउँछ। त्यसैले दशैंलाई विजय र शक्तिको प्रतीकको रूपमा मनाइन्छ। अब कुरा गरौँ किन दशैंलाई मनाइन्छ त हरेक घरमा। दशैं केवल धार्मिक मात्र होइन, सामाजिक दृष्टिले पनि धेरै महत्त्वपूर्ण छ। यस समयमा परिवारका सदस्यहरू टाढा कतै भए पनि घर फर्किन्छन्, सबै जम्मा भएर रमाइलो गर्दछन्। यसले आपसी प्रेम, मेलमिलाप र एकता बढाउँछ। धार्मिक दृष्टिले दशैंमा दुर्गा माताको पूजा आराधना गरिन्छ, जसबाट शक्ति, धैर्य र आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ। यही कारण दशैंलाई खुसी, आशा र मेलमिलापको चाड मानिन्छ। दशैंलाई हामीले कसरी मनाइन्छ त साथीहरू? दशैं सुरुवात हुन्छ घटस्थापनाबाट, जहाँ दुर्गा माताको पूजा गर्दै जमारा रोपिन्छ। नवमीसम्म पूजा पाठ चल्छ र 10औं दिनमा टीका जमरा लगाउने मुख्य परम्परा हुन्छ। ठुला बडाबाट आशीर्वाद पाउने, स्वादिष्ट खाना खाने, नयाँ लुगा लगाउने र परिवारसँग रमाइलो गर्ने दशैंको विशेषता हो। यसैगरी गाउँघरमा पिङ खेल्ने, मेलमिलाप गर्ने र संस्कृतिलाई झल्काउने विभिन्न गतिविधिहरू अझै पनि प्रचलित नै छन्। यसरी दशैंले हामीलाई केवल धार्मिक मात्र नभई सांस्कृतिक र सामाजिक रूपमा पनि नजिकाउने काम गरेको छ। यो पर्वले असत्यमाथि सत्य, दुःखमाथि खुसी र विभाजनमाथि एकताको सन्देश दिने गर्दछ। यस विजयादशमीमा तपाईँ सबैलाई शुभ स्वास्थ्य, खुसी र समृद्धिको हार्दिक शुभकामना। सबै नेपाली दाजुभाइ दिदीबहिनीमा प्रेम, मेलमिलाप र प्रकाश फैलिरहोस्। धन्यवाद। जय दशैं।